यो हो पाल्पा रामपुर उताबाट झर्ने खाली बनाउँदै पाल्पा रामपुर यहाँबाट सुरु भयो रामपुर नगरपालिका। यहाँ देखिएको रामपुरको मेन बजार यो। त्यस पछाडि रामपुर धेरै लामो ठुलो छ फैलिएको। त्योभन्दा अगाडि देखिएको हिमाल। त्यस पछाडि स्याङ्जा जिल्ला पर्दो रहेछ त्यो। यहाँ हुनुहुन्छ हाम्रो दाइ र म भएर आएको छौँ अनि हाम्रा भाइहरू यहाँले हामीलाई घुमाइदिने। निकै रमाइलो भयो। रामपुरको भ्यू टावर रहेछ यहाँ। रामपुर यतापट्टि सामुदायिक वन धेरै राम्रो वन। यहाँको खासमा रामपुरको के हो महत्त्वपूर्ण ठाउँहरू के छन् खास गरेर? रामपुरको महत्त्वपूर्ण ठाउँ यो भ्यू टावरबाट सबै रामपुर दृश्य देखियो होइन? रामपुर दृश्य देखियो। अब यता गएर चाहिँ नि सीताकुण्ड माथि अनि रामचुलो, तालपोखरा, रामघाट अनि यस्तै घाटहरू चाहिँ नि ऊहरू धेरै नै छ। मन्दिरहरू छन्। मन्दिरहरू देखिएको बिचको कम्पाउन्ड ल्याएको एरिया के हो त? यो ठुलो कम्पाउन्डको बिचको यो बिचको चाहिँ नि स्कुल हो। ए हो रामतुलसी पुरानो स्कुल है। त्यो त बिचको कम्पाउन्ड भयो नि त। अनि यहाँ कलेज क्याम्पस पनि छ के नि त? त्यही नै छ। अनि ऊ यो पियालो देखिएको रामपुर बोर्डिङ अनि शहीद क्याम्पस उता। ए शहीद क्याम्पस यता हो। शहीद क्याम्पस उता। त्यसपछि अगाडि देखिने चापकोट। पछि भविष्यमा यो अब जस्तै पाल्पाको आरबेन्जीबाट आउने एउटा बाटो भयो होइन? त्यस्तै अब यता पाल्पाबाट आउने बाटो भयो। यता चाहिँ नि पोखराबाट चाहिँ नि भिमात हुँदै आउने तनहुँ हुँदै चाहिँ नि आउने बाटो भयो। यताबाट सिङ्जाबाट वालिम चाहिँ नि हुँदै चाहिँ नि दामचोर हुँदै आउने छ। यताबाट गलेङ हुँदै आउने बाटो छ। कतिवटा बाटो छ है? यताबाट चाहिँ नि आउँछ। यता आरुङखोलाबाट आरुङखोला त यहाँबाट नजिकै पर्छ गरे। जङ्गलै यति राम्रो रहेछ यो रमणीय रहेछ होइन? सालको रुखहरू ओहो ल साह्रै राम्रो रहेछ ल। हिमाल देखिने के अरू भन्दा हेर्न हिमाल पोखराबाट हेर्ने हिमालहरू हामी सबै यहीँ हेरौँ कि है। साह्रै राम्रो ल साह्रै राम्रो।